कति 12 होला केटाले हात गम्भीरलाई लाउँछ तर गम्भीर त छन त राम्रो हैन विराट रोहितलाई जो पैसा त पैसा निक्ल्यो सर्वतो दश मूलम ओम आगच्छः आगच्छ देवे देवे सबैकुण्ठनिलय प्रभु रमा श्री रमा सहितं श्री सत्यनारायण यगत कृपया पूजा करोमि तातैत्र भवतु प्रसन्न वरदो भव मम पूजा क्रिया ओम रमा सहितं श्री सत्यनारायण नमो नमः कराइदिनु होला तो ध्यान फेरि भुलेर ध्यान गर्ने ओम ध्यान ध्यायत सत्यहं मुरातम गुणप्रम समन्वितं लोकं तपाईँ आउनु हुँदैछ वनाधरं किरि कुण्डादिनां वनमाला भुक्तं पकणगुली भुक्तं गोविन्द गोकुलानन्द ब्रह्माधर दिवुस्तां ध्यानं समर्पयामि रमसहितं श्री सत्यनारायण नमो नमः फेरि प्रणाम उसले पूजा गर्नु ओम नाना रत्न समायुक्तं आसनं देवे देवसज्ञान पुरुषोत्तम आसनं समर्पयामि ओम पाद्यम पानीले पूजा गर्नु ओम पाद्यम गंगादि सर्वतुते मया यो ग्रुपमा त दिदी मात्र टल्किराख्नु भएको छ त हो दिदी ओ दिदी ओ मुन्ना दिदी यो भिडियोमा त तपाईँ मात्र टल्किराख्नु भएको छ त हो साँच्ची भनेको यहाँ हेर न बहिनी खुट्टा गएर जाडो भएर अलिअलि भिडियो गरिदेऊ त्यो भिडियो गरिदिनु मामा पनि बस्नु नि उहाँनिर गएर बस्नु नि मामा मुडा मैले खोज्दा खोज्दा बल्ल बल्ल भेटेर ल्याएको यो त अभिलाई चाहिँ किन राख्नु भएको त्यहाँ तिमी नि हो व्रत बसेको रुद्र वनस्पति देवता भ्यौ नमः पुरा पोते छ रे होइन पुरा पोते छ सोगा त हेर्नु त होइन पुरा पोते पाइयो ओ
पूजाको सामान भन्दा त के हाई गरेको गरे म आइकन पनि दुईचोटि हाई गरिसकेँ छैन छैन अघिदेखि खोज्दा छैन अघि थिएन यो कपुर चढाइदिनु त्यो हिजो मैले देखेको थिएँ परम पत्र परम बोल चढाइदिनु ल रिटर्न टु मी ल ओम गन्ध कपुर फल चढाइदिनु त एउटा फल चढाइदिनु कोला तोड्दै हजुरबा यो बाटी कहाँ राख्नु तामुल ओम तन्नो अग्नाय वर्णः विद्वान् हन्तपस्यः भेडो सुतो तन्नो मोन्त प्रमोन्त स्वाहा ओम स तन्नो अग्नायते वामदवर्षे तिकुपछन्दो छन्दो अग्नि पर्वतता आद्य अमितयोग स्वाहा ओम आयतनयते वामदवर्षे तिकुपछन्दो में विनियोग स्वाहा ओम आग्नायते प्रजापति तिकुपछन्दो अग्निदेवताज्य में विनियोग स्वाहा ओम सोमवती मुक्तापति में विनियोग स्वाहा ओम भूगर्भ तुलसीमा विनियोग अग्निवायु अग्निधाने विनियोग ओम भूगर्भ स्वाहा ओम भूगर्भ स्वाहा ओम भूगर्भ स्वाहा ओम सूर्याय स्वाहा जगदीश हरे ममता सत्य हितकारी फोटो पनि खिचाए बाइकमा ढोक्यो सब बंधुको जाने नजाने का सबै देव देवताको घर घुमाएर ल्याउनु जम्मै शङ्ख बजाउँदै जम्मै जाने हरे राम हरे कृष्ण भन्दै जाने हरे राम हरे कृष्ण हरे राम जगदीश हरे ममता सत्य हितकारी फोटो पनि खिचाए
बाइकमा ढोक्यो दुपट्टा तेरा who he is. Go. Hurry up. झुमको ज्योति ल्याएर दिन्छु पनि भन्न सक्दिन म सागरको मोती ल्याएर दिन्छु पनि भन्न सक्दिन म झुमको ज्योति ल्याएर दिन्छु पनि भन्न सक्दिन म सागरको मोती ल्याएर दिन्छु पनि भन्न सक्दिन म त सकिने कुरा गर्छु भन तिम्रा लागि मर्छु म त तिमी बिना पागलै हुन्छु एक्लै एक्लै हाँस्छु हो एक्लै रुन्छु दुई पाते पलायो। यो गाना म गाउन गइरहेको छु रामकृष्ण ढकालको। ट्र्याक म्युजिक प्लिज।
यो एकादशी भनेर चाहिँ हामीले पनि अन्तिम हामीले हाम्रो यो शिवालय मन्दिरमा अब उद्घाटन गरियो होइन हाम्रो प्रदीपको पनि एउटा रिक्वेस्टले हामीहरू पनि अब यहाँनिर अब ल मेरो घरमा पनि अब यसो मनोरञ्जन गर्नु भनेर चाहिँ अब भनेको कारणले हामीहरू आएको होइन। अब के कसो गर्नु त अब नाच्नु पर्यो गाउनु पर्यो भनेर मात्रै पनि भएन होइन। अब यो एकादशीको उयसमा होइन अब हामीले के गर्नु जानी नजानी भए पनि अब मैले अब 2-4 शब्द मैले अब बोलेको छु होइन। ल भन्नु अब तपाईँहरूको कुरा पनि अब हामीले रिक्वेस्ट हामीले अब सुन्नु पर्ने हुन्छ होइन। हामीहरू थ्याङ्क यू एभ्रिवान भन्नु नि एउटा थ्याङ्क यू एभ्रिवान भन्नु आउँदैन थ्याङ्क यू भनिदिनु धन्यवाद थ्याङ्क यू एभ्रिवान लभ यू